हेलो साथीहरु, वेलकम ब्याक टु अनदर ब्लग चित्रण एफ युट्युब च्यानल। फेरि पनि तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत गर्छु है। के छ तपाईहरुको खबर? मेरो चाहिँ एकदम ठीक छ भन्नुपर्छ हैन। अनि अहिले चाहिँ म के गर्दैछु भने भर्खर उठेर यहाँ चाहिँ खाना बनाइँदैछ हैन। यहाँ छ दाल, यहाँ छ यो चाहिँ खाना पुग्दैछ, यहाँ चाहिँ सब्जी छ क्या। यहाँ मगर दाइले पकाउनु भएको सब्जी छ, दामी चाहिँ मासु हैन, मासु छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ खाना पाक्दैछ। अनि यो चाहिँ दाल बिहान मगर दाइले नै पकाउनु भएको हैन। यो चाहिँ हामीलाई पुग्छ क्या आजको लागि। अनि अहिले चाहिँ अब म खाना खान्छु, खाना रेडी भएर काममा जान्छु। त म दाइ चाहिँ अघि गइसक्नु भएको छ, खाना खान्छ छैन, भरे खानु हुनुहुन्छ। अब अहिले चाहिँ म खाना खाएर ड्युटीमा जान्छु। अहिले चाहिँ 6 बजेको, मेरो 7 बजेदेखि ड्युटी छ हैन। त्यही हो है त। अनि के भन्नु भन्दाखेरि चाहिँ जस अब जति पनि हैन मेरो बियर हुन्छ हैन, सबैलाई हैन लाइक शेयर र सब्स्क्राइब गर्नु चाहिँ नभर्नु होला। तपाईहरुले पहिलेको जस्तै माया देखाउनै छोड्नु भएको छ, माया देखाउनु पर्यो क्या आज चाहिँ मलाई। त्यही भएर यहाँ चाहिँ मेरो है खाना पाकिसकेको छ भन्नुपर्छ हैन। खाना पाकिसकेको के तपाईहरुलाई देखाउँछु। खाना पाकिसक्यो हैन। अब चाहिँ स्वाटलाई ग्यासमा हाल्यो हैन। खासमा चाहिँ किचन पर्यो, हामी चाहिँ बस्यो यहाँ स्वाट यो मान्यो। अनि अब चाहिँ खाना खाने हो। अनि त्यहाँदेखि ड्युटीतिर जाने हो। बाहिर हेर्नु सक्नुहुन्छ अँधेरो भइसक्यो यता पर हाम्रो सप गयो हो पर नि त्यहाँ छैन, अँधेरो हुन थाल्यो। अझै खाना खाएर म ड्युटीतिर जान्छु। ड्युटी जाने बित्तिकै हल्का यहाँनिर निन्द्रा नपुगेको जस्तो भइरहेछ। घर ट्याक्क सर्ट झारेर एक सर्ट हानिहाल्छु, डोपियो डबल सर्ट हानिहाल्यो। अनि स्ट्रङ बनाउँछ। राति चुसुक्क कफी आफ्टर डे खाँदै बस्ने। अहिले चाहिँ ल म खाना खान्छु है त। यहाँ चाहिँ छ है मासु दाल भात छ है। अब खाना खाने हो। तातो छ मासु बिना त के चल्ने खानुपर्छ मिठो। अनि यहाँ चाहिँ खाना छ, मकै तयार खानुहुन्छ हैन। यो पानी पनि यहाँ राखिदिनु पर्यो, यहाँ राखिदिनु पर्यो मकैको लागि। अनि यहाँ चाहिँ मकर लागेको लाइट छ। खास हामी यो मुखमा लाइट लागेको दाइले कोठा काम देखिन्छ, तर आँखा बिगार्छ क्या लाइटले चाहिँ। अब चाहिँ म चाहिँ कामतिर जान्छु है। यो बत्ती पनि मार्नु हुन्छ। अनि यो चार्जर चाहिँ इम्पोर्टेन्ट हो, गोची मार्नु पर्यो। अनि अब चाहिँ लाग्ने हो। खाना खाइसक्यो अघि नै हैन। अब चाहिँ के हो यस्तो यो हँदेर नहँदेर चाबी लाउनुपर्छ। चोराको पर्छ। जुत्ता यहाँ छ, जुत्ता चाहिँ लाउनुपर्छ हैन। काममा जाँदा जहिले नि मजाको जुत्ता लाएर डाइरेक्ट जान्छ यता सपतिर। म चाहिँ अहिले सफाइसकेको छु है। सफा चाहिँ अब आफ्नो खुल्ला तरिका हुन्छ हैन। यहाँ चाहिँ म त अहिले कफी डे पनि बनाइसक्नु भएको। मेसिनहरू सबै अन गरेर राख्छु। दुइटै ग्यारेन्डरहरू दुइटै अन छ हैन। यो पनि अन छ होला, यो पनि अन छ। मेसिन सब अन, प्रेसरहरू ठिक छ। अब चाहिँ ड्युटी सुरु ठ्याक्कै 7 बजिसक्यो हैन। 7 बजेमा चाहिँ ड्युटी सुरु।
अब ग्लोभ्स लाउँछु, मास्क लाउँछु, रेडी हुन्छु है त म पनि साथीहरू है। अब म चाहिँ रेडी हुन्छु। पहिले ग्लोभ्स लाउने हो होइन साथीहरू, ग्लोभ्स लाउनु जरुरी छ होइन। मास्क पनि इम्पोर्टेन्ट हो होइन। सुर्कियो थोरै ठिक छ, के सामान छैन, हेर्ने हो बनाउने हो होइन। यस्तो छ जिन्दगी है त। अझ सामानहरू बनाउने हो, के छैन। सोफले छ यार, सोफले छ, चकलेट छ फुल, आइस मेसिन, आइस पनि टनाटन छ, स्टेनलेस ल्याते यति छ। ठिक छ, गुड छ। अब चाहिँ दुईवटा मजा अलरेडी भनेर साथीहरू है। काम गर्नु नि मजा छ यार। एउटा कस्टमर आएको थियो, एउटा कफी अफ द डे लिएर आएको थियो क्या, 8 रुपियाँको 8 रुपियाँको लिएर गयो। हामी चाहिँ बाहिर म चाहिँ दुईजनालाई चाहिँ 50 रियल टिप्स दिएर गएको छ, 25 रियल। जस रमाइलो छ नि। जिन्दगीमा पहिलोचोटि सबभन्दा धेरै पाएको टिप्स भनेको चाहिँ यही है। जस्तै पहिले 10 रुपियाँ पाइन्थ्यो, अहिले त 50 रुपियाँ ल्याम्मै दिएको खायो है। यस काम गर्नु मजा छ यार, खोइएछ यार काम गर्नु। यसरी नै टिप्स आइराख्नु त भात खाने पैसा पनि उब्रिन्छ जस्तो पो लाग्छ र हाम्रो त स्यालेरीको सबै यस्तो छ भने। कस्टमरहरू आउनु थाल्यो यार अब चाहिँ। म खुसी छु है, यसरी भ्लगमा बनाइराखौँ, हेर्दै गरौँ मेरो भ्लग होइन साथीहरू। कस्तो हुन्छ के आउँछ दुई टाइममा मजा आएर पऱ्यो। कफी खानु पऱ्यो, सुत्दैछ कफी खाने हो। म कफी एस्प्रेसो खान्छु सोचिरहेको थिएँ, एस्प्रेसो नखानु पऱ्यो, कफी अफ द डे खानु पऱ्यो। यो चाहिँ हाम्रो कम्पनीको कफी खान्छ, म युज गर्छु, धेरै खाँदिनँ, ठिक्क थोरै खाने हो। यसको टेस्ट चाहिँ दामी छ क्या, मिठो दामी। खाम्सा स्क्रिन फर्स्ट टाइम कसैले दियो अरे यसरी पैसा ठुलो होइन। यस्तो पट्याएर दियो यार पैसा यार बाबा रे। कस्टमरले यसरी 50 रुपियाँको नोटहरू झार्नु थाल्यो भनेदेखि हामी कति धेरै धनी हुन्छ। दिने मासु भात खाइ त राशि अझै झन् होइन। के हामी माया लाग्दो छ र? छैन नि। हामीलाई पैसा दिन्छ, यिनीहरू उता पर काम गर्नेहरूलाई कारवासहरूलाई खाना दिन्छ होइन। कफी अब चाहिँ नेक्स्ट कफी पिउन किनदेखि कामतिर लागिराख्ने है त साथीहरू। अहिले चाहिँ होइन मेरो ड्युटी सकिसकेको छ, अनि यहाँ चाहिँ अब सबै रिपोर्टहरू बनाइसक्यो। अब रिपोर्टहरू बनाइसकेर अब म चाहिँ यस रुम जान लागेको थिएन, सबै काम सक्यो। मैले चाहिँ यही एयरपोर्ट किनेको छु दुईवटा होइन। यो चाहिँ घर पठाउनु भनेर सुम्नी आशाको लागि एयरपोर्ट छ दुईवटा है। अनि पठाइदिएको ओभर भारी छ र सिङ्गलै भारी छ। अनि अब चाहिँ लाग्ने सक्यो कामहरू। यो पनि तातो हटो, अब यसलाई पनि लाउने हो, डट पनि लाउने यसरी सक्यो। अनि मेरो चार्जरहरू छ, चार्जरहरू अब गोजीमा हाल्छु, एयरपोर्ट गोजीमा हाल्छु। अनि यो दुईवटा पनि लिएर जानुपर्ने हुन्छ। अनि अलिकति पानी पनि लिएर जान्छु, यो एउटा पानी होइन। अब म चाहिँ लागेँ त म रुम जान्छु।